मायाको चिनो ग्रहण गरिदिनु न। किरात राई आँखा सुनाचुली गाउँ समितिका अध्यक्ष टोली प्रमुख जुनलाई म मायाको चिनो ग्रहण गरिदिनु न हार्दिक अनुरोध गर्न चाहन्छु। र पाहुना टोली हुनुहुन्छ, उहाँहरू वार्षिक रूपमा यो कार्यक्रममा सहभागी जनाउने गर्नुहुन्छ। चुलाचुलीप्रति हामी विशेष आभार व्यक्त गर्न चाहन्छौँ। र पुनः म एकचोटि उद्घोष गर्न चाहन्छु। किरात राई आँखा मेजीनगर 3 तेलपाने किरात राई आँखा सरवा सुनसरीलाई पनि म स्टेजमा निमन्त्रणा गर्न चाहन्छु।
सम्पूर्ण उपस्थित महानुभावहरू यति बेला किरात रायका छापा को आयोजनामा यो साकेला उभौलीको अवसरमा भएको साकेला उभौली समापन समारोह 2082 यालेजन 5080 को यो अवसरमा यो अन्तिम साकेला सिली नृत्य रहेको कुरा यहाँहरूमाझ म जानकारी गराउन चाहन्छु र यति बेलासम्म हामीलाई यो कार्यक्रमलाई सफल बनाउन सहयोग गराउने सम्पूर्ण सहयोगीदाताहरूप्रति हामी आयोजक समिति हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ र विशेष गरेर हामीलाई पिउने पानी सौजन्य गर्नुहुने अन्य सामग्रीहरू सहयोग गर्नुहुने सम्पूर्ण सहयोगीदाताहरूलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छौँ र सहयोगीदाताहरू खोज्न सहयोग गर्ने प्यारो भाइहरू सुनिल हताछे र जीवन साम्पाङलाई पनि म धन्यवाद व्यक्त गर्न चाहन्छु र यो कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण साकेला टोले प्रमुखज्यूहरू सिलिमोमाज्यूहरू र नेतृत्व गरेर उपस्थित हुनुभएका टोले नेतागणहरू र सम्पूर्ण कलाकार साथीहरूलाई म विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु र यो कार्यक्रमलाई सफल बनाउन औरात र खटिरहनु नै किरात राय विद्यार्थी सङ्घ किरात राय लेखक सङ्घका स्वयंसेवक भाइ बहिनीहरूलाई म विशेष आभार सहित धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी यो कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने आयोजक समितिका पदाधिकारी तथा सदस्यज्यूहरूलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी यो कार्यक्रमलाई सफल बनाउनका लागि विभिन्न ठाउँहरूबाट टाढा टाढाबाट किरातजन्य सांस्कृतिक सामग्रीहरू प्रदर्शनी साथै बिक्री वितरणका लागि ल्याएर स्टल राखेर सहयोग गरिदिनुहुने सम्पूर्ण स्टल राख्नुहुने महानुभावहरू प्रति पनि आभार व्यक्त गर्न चाहन्छु र यो कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्णका लागि खाजा नास्ताको व्यवस्था गरेर गर्नका लागि पसल तथा स्टलहरू राख्नुहुने सम्पूर्ण व्यवसायी महानुभावहरूलाई पनि म विशेष आभार व्यक्त गर्न चाहन्छु। त्यसै गरी यो कार्यक्रमलाई सफल बनाउन सुरक्षा प्रदान गर्ने सुरक्षा निकायका सबैतर्फका सुरक्षा निकायका मित्रहरूलाई पनि म विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु र विशेष गरी हाम्रो निम्तोलाई स्वीकार गरेर पाल्नुभएका आजका प्रमुख विशेष अतिथिज्यूहरू सम्पूर्णलाई हामी आयोजक समितिको तर्फबाट धन्यवाद व्यक्त गर्न चाहन्छौँ र विशेष गरी आभार व्यक्त गर्न चाहन्छु बुलेट साउन्ड सिस्टम जसले विगत केही वर्षदेखि हामीलाई साउन्ड सिस्टममा सहयोग गर्दै आइरहनु भएको छ र यति राम्रो साउन्ड हामीलाई उपलब्ध गराउने बुलेट साउन्ड सिस्टमलाई पनि म धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी हाम्रो अफिसियल फोटोग्राफर चामलिङ फोटो स्टुडियो दमक र समेन चामलिङज्यूलाई पनि म धन्यवाद व्यक्त गर्न चाहन्छु र विशेष गरेर यहाँहरू सहयोग गर्नुहुने प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सहयोग पुर्याउनुहुने यहाँहरू सम्पूर्णलाई म आयोजक समितिको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट धन्यवाद व्यक्त गर्न चाहन्छु र यो कार्यक्रम सञ्चालनको दौरानमा कहीँ कतै कमजोरीहरू भयो होला त्यसमा म कार्यक्रम सञ्चालकको तर्फबाट क्षमा चाहन्छु। त्यस्तै गरी विभिन्न ठाउँबाट पाल्नुभएका साकेला टोलीहरू हुनुहुन्छ तपाईँहरूको क्रम तलमाथि भयो होला अघि पछि भयो होला त्यसमा पनि नरिसाइदिनु होला त्यसपछि पनि म आयोजक समितिको तर्फबाट यहाँलाई सबैको
म क्षमा चाहन्छु र फेरि पुनः यो कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्णलाई मेरो व्यक्तिगत तर्फबाट म किरात राई याखा झापाको सचिव सुसन रुङबाङ राईको तर्फबाट र सिङ्गो किरात राई याखा झापाको तर्फबाट र यो साकला सिरी समापन समारोह मूल व्यवस्थापन समितिको तर्फबाट यहाँहरू सम्पूर्णलाई पुनः धन्यवाद व्यक्त गर्दै र अन्त्यमा मैले छुट्याएको छु पत्रकार मित्रहरू फोटोग्राफर मित्रहरू सबैजनालाई धन्यवाद व्यक्त गर्दै आजको यस वर्षको साकला उभौली समापन समारोह विधिवत रूपमा समापन भएको घोषणा गरिदिनु न म यो समापन समारोहका सभाध्यक्ष किरात राई याखा झापाका अध्यक्ष आदरणीय गणेश बहादुर राईज्यूलाई अनुरोध गर्दै म कार्यक्रम सञ्चालक किरात राई याखा झापाका सचिव सुसन रुङबाङ राई पनि बिदा हुन चाहन्छु। सेवा जय किरात। धन्यवाद। यस किरात राई याखा झापा जिल्ला कार्य समितिका सचिव तथा उभौली चाड पर्व उपसमितिका सचिवज्यू एलेदोङ 5085 विक्रम सम्वत 2082 उभौली चाडमा पाल्नुभएका आमन्त्रित प्रमुख अतिथिज्यू विशिष्ट अतिथि विशेष अतिथिज्यूहरू र विभिन्न टोलीबाट विभिन्न गाउँ नगर